हेलो गाइस हेलो अब म ट्याक्क लाएर पोखरा जान लाग्यो हजुरलाई म पोखरा बस्नु भन्छु भेट्छु होइन फेरि पनि कन्टिन्यू गर्छु अहिलेलाई बाइ बाइ बाटोमा मिलेछ भने बनाउँदा नमिले त त्यस्तै हो अब बाइ बाइ मामालाई भेटेको मामालाई भेटेँ फेरि मामाले काम दिनुभयो क्या मालिपाटन गराउनु पऱ्यो है मालिपाटन गराएपछि चाहिँ त्यहाँ माछा पुछ्री ब्याङ्कमा जाने रहेछ त्यहाँ कलाएर ब्याङ्कमा जानु पऱ्यो होइन मामाको स्कुटर छ कहाँनिर छ थाहा छैन मलाई च्याउ भयो स्कुटर खोल्दाको हैरान हुन्छ मलाई अब हैरान हुन्छ हैरान कहाँनिर पो छ हेर यत्रा हुन्छ नि यत्रा सकिन्छ नि मेरो त यहाँ सक्यो है हेलो चाहिँ आफै बोक्न परेको अलि काङ्ग्रेसको रे ये पानी काङ्ग्रेस रे ल काङ्ग्रेस अब हामी यत्रो यो नेपाल बनाउँदाखेरि होइन सबैजना हामीलाई अतिशय दिवस मनाइयो हाम्रो यो नेपाल बनाउनको लागि उठेका हाम्रो दाजुभाइहरू बिचरा कलेज पढ्न गएको त्यो भाइ बिचरा होइन सबलाई समान छ होइन र तिनीहरूलाई गोली ठोक्न आदेश दिने हाम्रा एमाले पार्टीहरू काङ्ग्रेस झारपाते यिनीहरूले काम गर्दैनन् क्या सबले हो साँच्चै हो नभएको होइन यिनीहरूले काम गर्दैन यिनीहरूले काम गर्ने भयो यिनीहरूलाई टाइम नदिएको होइन यिनीहरूलाई धेरै टाइम दियो नि यिनीहरूले तर भन्छन् नि यी अबको आश भनेको चाहिँ देश बनाउनलाई चाहिँ बालेन दाई रवि दाई हुन्छ नि त नयाँ अबको आश भनेको हाम्रो यो नेपाल रहने यो नेपाल त एउटा लास्ट स्टेजमा पुगिसक्यो क्या अब त अब पनि देश बनेन भने गाइज होइन कहिले पनि बन्दैन क्या नेपाल कहिले यताबाट चुड्यो कहिले उताबाट चुड्यो रोटी हो र नेपाल रोटी हो तिमीले घर बेले थियौ र पुग्यो होइन तिमीले घर रोटी बेलेर खान नसक्नेहरूले हाम्रो पैसा बिना तिमीहरूले केही रोटी पनि किनेर खान सक्दैनस् के कोही छ र त कलेज पढ्न गएको भाइ बहिनीहरूलाई के दोष दियो होला है माका चुतरी नेपालको अब इन्डिङ भयो के पुरानो नेपाल अब पुरानो नेपाल रहेन त पुरानो नेपाललाई नै अझै विकास गरेर नयाँ नेपाल बनाउनुहुन्छ भन्ने चाहिँ होइन सबै नेपालीहरूको अहिलेदेखि दाजुभाइ दिदीहरूको सबैको आशा भनेको चाहिँ अहिले चाहिँ अब ती मान्छेहरू 20 वर्ष नगर्दै घर छोड्न पर्ने रे तिहार नपर्ने रे पुरा मान्छेहरू 20 वर्ष नगर्दै देश छोड्न पर्ने रे कहाँबाट यस्तो के चलन चलिरहेको अब नि विकास भन नि कहिले हुन्छ भनेको अब मेरो फेसबुक पेज चाहिँ इन्स्टाग्राम सोसियल मिडिया छ त्यसमा नि मेरै भ्लगहरू त्यसमा आउँछ त्यसमा नि आउँछ है फेरि फेसबुक पेजमा नि नभएको होइन फेसबुक पेजमा चाहिँ मैले चाहिँ 10K फलोवर पुऱ्याउन लाग्छु अब 9.8K भयो होइन अब सबजना मिलेर चाहिँ 10K पुऱ्याउनु पऱ्यो 10K 11K 12K 13K अड्दै मिलियन हामीले दियो होइन मतलब भन के नपऱ्यो ल म यहाँ होमिजबाट आएको कपाल काट्न आएको हो कि नि दाइ र यहाँ चाहिँ हाम्रो इन्डियन टुरिस्ट के भन्न चाहनुहुन्छ केही पनि भन्न चाहन्नु मेरो कपाल काट्दै हुन्छ होइन भाइ एकदम हाम्रो डेली कस्टमर हो दुईचोटि कपाल काट्छ होइन तर काकीको के देखाइदिनु लाग्यो ट्याक्क अहिले चाहिँ यस्तो छ नि त अहिले चिक्ना बनाएर ट्याक्क गोरु है एकदम ल है त कालो मान्छे नि एकदम होइन कमेडी दाइको नाम ल के भन्न चाहन्छु त गुड अल गुड हो
अल गुड भाइ भाइ कस्तो छ यो दाइको कटाइ राम्रो छ उयो इन्डियन दाइको इन्डियन भाइ दाजुभाइ हो दाजुभाइ.com हो आइदिनु होला होइन होमिजमा ट्याक्क म लोकेसन भिडियो हालिदिउँ होइन अनि ट्याक्क यो सिसुवा चोकको होइन बोर्ड यहीँबाट देखिन्छ सिसुवा चोकको होमिज यो होमिज ए होइन कपालगार्नी ठाउँ दोस्रो तलामा पोखराका 1 नम्बर कपाल काट्ने ठाउँ होमिज अलि भन के होइन र यहाँ मिठो काट्नुहुन्न र एउटातिर सिनेमेटिक नि हाल्नुहुन्थ्यो गाइस फाइनल्ली कपाल काटियो यस्तो भयो यस्तो होइन दाइले काटिदिनु आर्टिस्ट ल दाइहरू है बाई बाई ओके बाई हुन्छ बाई सी यू ल घर आइयो फाइनल्ली भाइ बहिनीहरू यहाँ आफ्नै भिडियो हेरेर बसिरहेको होइन के भन्छौ तिमीले के भन्न चाहन्छौ यहाँ आऊ न यहाँ किन भाइ ल यहाँ आऊ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु अरू अरू अनि मेरो दाइलाई सपोर्ट गरिदिनु 1 मिलियन बनाइदिनु अरू दाइलाई चाहिँ 1000 भन्दा नि धेरै 100 मिलियन गरेपछि के हो प्ले बटन हो कि प्ले बटन आउँछ होला त्यही हो नि कमेन्ट नि गरेर गरिदिनु होला अनि डान्स गरेर देखाउँछु पुट्टी 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 त्यति नै हो अब चाहिँ हजुरहरूलाई म भोलि अर्को भ्लगमा फेरि पनि लिएर आउँदै गर्छु अहिलेलाई बाई गुड नाइट टेक केयर सबैजनालाई बाई